नमस्ते साथीहरू, यो वर्षको एउटा ठुलो आइपिओ आजैबाट ससाधारणका लागि खुला भइसकेको छ। हो साथीहरू, म कुरा गर्दैछु सानीगढ हाइड्रो पावर लिमिटेडको बारेमा। यदि तपाईहरू पनि आइपिओमा लगानी गरेर राम्रो नफा कमाउन चाहनुहुन्छ भने यो मौका गल्तीले पनि नछुट्याउनु होला, किनभने यो आइपिओ आजै अर्थात् जेठ 18 गते जुन 1 देखि खुलेको छ र यो एकदमै छिटो अर्थात् जेठ 21 गते जुन 4 नै बन्द हुनेछ। त्यसैले हामीसँग समय एकदमै सीमित छ। आजको यस भिडियोमा म तपाईहरूलाई यस हाइड्रो पावरको क्षमता, यसको वित्तीय अवस्था र हामीले यसमा आवेदन दिँदा फाइदा हुन्छ कि हुँदैन भन्ने कुराको पुरै विश्लेषण गर्नेछौँ। भिडियो एकदमै जानकारीमूलक हुनेवाला छ, अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिलो कुरा गरौँ, यो हाइड्रो पावर आयोजना कहाँ छ र यसको क्षमता कति छ। यो सानीगढ हाइड्रो लिमिटेडले बझाङ जिल्लामा 38.46 मेगावाट क्षमताको अप्पर कलङ्गा गाड जलविद्युत आयोजना निर्माण गरेको छ। साथीहरू, 38.46 मेगावाट क्षमता हुने भनेको सानोतिनो कम्पनी पटक्कै होइन। यसलाई हामीले एउटा ठुलो आयोजनाको रूपमा लिन सक्छौँ र सबैभन्दा खुसीको कुरा, यसको निर्माण कार्यले लगभग अन्तिम चरणमा पुगिसकेको छ। यसको मतलब यो कम्पनीले छिट्टै नै बिजुली उत्पादन सुरु गरेर व्यावसायिक रूपमा आम्दानी गर्न थाल्नेछ। अब लागौँ सबैभन्दा महत्त्वपूर्ण कुरातर्फ, जुन हो कम्पनीको वित्तीय अवस्था। कुनै पनि कम्पनीको आइपिओ भर्नु अगाडि त्यसको पुष्टिभूमि र कमाइ बुझ्न एकदमै जरुरी हुन्छ। इक्रा नेपालले यस कम्पनीलाई ICRANP इस्योर रेटिङ BB- रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्ये जोखिम रहेको देखाउँछ। यस कम्पनीको वित्तीय प्रतिवेदन हेर्ने हो भने यसको प्रति शेयर नेटवर्थ र भविष्यमा गर्ने नफाको प्रक्षेपण सन्तोषजनक देखिएको छ। सुरुवाती चरणमा हाइड्रो पावर कम्पनीहरू अलिअलि ऋणमा हुने भए पनि यसले व्यावसायिक उत्पादन सुरु गरेपछि लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिने आधार बलियो देखिएको छ। अब कुरा गरौँ, यो आइपिओ कति खुलाएको हो र हामीले कति किताब भर्न त। कम्पनीले ससाधारणका लागि कुल 46,74,000 किता सेयर निष्कासन गरेको छ। यसमा हामीले न्यूनतम 10 किता अर्थात् 1,000 रुपियाँदेखि अधिकतम 20,000 कितासम्म आवेदन दिन सक्छौँ। यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। अब यसमा मेरो व्यक्तिगत विचार के छ त। साथीहरू, अहिले नेपालको आइपिओ बजारमा आवेदन दिने लगानीकर्ताहरूको सङ्ख्या निकै धेरै छ। 15 लाख भन्दा बढीले आवेदन दिने हुनाले यो आइपिओ पनि लकी ड्रबाट बाँडफाँड हुने निश्चित छ। 46 लाख किता सेयर भएकाले भाग्यमानी 4,66,400 जनालाई मात्रै 10-10 किताका दरले सेयर हात पार्नुहुनेछ। त्यसैले यसमा धेरै पैसा फसाउनु पर्ने आवश्यकतै छैन। आफ्नो र आफ्नो परिवारको खाताबाट सिधै 10 किताका दरले मात्र आवेदन दिनुहोला। पर्यो भने 10 किता पर्ने हो, त्योभन्दा धेरै पर्ने सम्भावना एकदमै कम छ। तपाईहरूले यो आइपिओ आजै मेयरसेयर एप वा वेबसाइटमा गएर आवेदन दिन सक्नुहुन्छ। अन्तिम दिनमा सर्भर डाउन हुन सक्छ, त्यसैले आजै भोलि नै आवेदन दिनुहोला। के तपाईँ सानीगढ हाइड्रोको आइपिओ भर्नुभयो? तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। भिडियो मन परेमा एउटा लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।